नमस्ते, फेरि पनि मेरो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। आज म डल केक बनाउन गइराखेको छु। यो चाहिँ 3 पाउन्डको डल केक मैले चाहिँ पहिल्यै नै फिनिसिङ गरेर फ्रिजिङ गर्न राखिदिएको थिएँ। अनि फ्रिजिङ गरिसकेपछि म फोटोवाला डल केक थियो, फोटो मैले काटेर अनि एट्याच गरेँ। त्यसपछि त्यो काटिसकेपछि अनि त्यसको माथि पनि स्टार लगाउनु पर्ने थियो। अनि त्यो स्टार काटिरहेको थिएँ, बहिनीहरू आइरहेको थिए अनि मसँग कुरा गर्दैन हुन्थ्यो। अनि पछि त्यो स्टारहरू मैले पुरा सबै काटेर नामको स्टार थियो त्यो काटेर मैले रेडी गरेँ। सबै रेडी गरिसकेपछि म फन्टेनतिर लागेँ। फन्टेन डल केकको त्यो तल लाउने हुन्छ नि त, त्यसको लेहेङ्गा बनाउने अनि त्यसमा एट्याच गर्नको लागि त्यो रेडी गरेँ। त्यसको लागि पहिला सुरुमा मैले गोलो बेलिसकेर अनि त्यसको लेहेङ्गाको सेपमा मैले त्यो काटेँ। फोन्टेनलाई काटिसकेपछि मैले त्यसको वरिपरि सेप दिएर अनि मैले त्यसमा केकमा चाहिँ अट्याच गरेँ। त्यति गरिसकेपछि अब केकको फाइनल लुक हेर्न सक्नुहुन्छ। त्यति गरिसकेपछि मैले फेरि स्टार काटेँ नि, स्टार काटेर मैले साइडमा लगाएँ। 2-3 कलरको स्टारहरू थियो, त्यो स्टारहरू अट्याच गरेँ मैले सबै। त्यसपछि तपाईहरुले फाइनल लुक हेर्न सक्नुहुन्छ। कस्तो के लाग्छ मलाई प्रतिक्रिया दिनुहोला। मेरो च्यानललाई लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। एकछिन मैले स्टारहरू चाहिँ अट्याच गरेको थिइनँ। अहिले चाहिँ फाइनल लुक मैले स्टारहरू चाहिँ अट्याच गरिसकेको छु। तपाईहरुले फाइनल लुक हेर्न सक्नुहुन्छ। ढान हेर्नुहोस् त तपाईहरुलाई के कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला। लाइक, कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला हस्। Thank you so much for watching this video. Bye bye.